विशेषमा गुरुले अब पानीमा तपाईँ सुन्नुभएको मात्रै अब ठ्याक्क हरा तपाईँ गुरुले मुछेको आफूलाई गुरुले मुछु भन्नुहोस् है उसले चाहिँ एकदम त्यो टोपी फेमा फेमा भइसकेको छ एकदम ठुलो त्यो चाहिँ धर्मको राजा देखाले लगाउने टोपी चाहिँ गुरुले मुछेको लागेको त्यस्तो समय है लागेको डक्टर हुँदा मेडिकल हुन्छ पानी काठमाडौँको पानी पनि रुम्दै जाँदो रहेछ कर्मपाको गुम्बामा त्यसलाई थाहा छैन फेरि कर्मपाको गुम्बा गएको छ अनि उसले भन्यो मलाई कर्मपाको गुम्बामा ल्याइकेन किनभने मैले अमेरिकामा चाहिँ कर्मपाको हजारौँ चेला छ अनि उहाँको दर्शन गर्न आएको भन्दाखेरि मैले हुन्छ भनेर हामी गान्तोक गयौँ त्यो दिन बेलुका बस्छ गान्तोकको त्यो दिन गाडी पाउँदैन अनि भोलिपल्ट फेरि बिहानै हामी रुम्दै पुग्यौँ 12-1 बजीतिर पुग्दाखेरि कर्मपाले भन्नुभएछ मेरो पहिलाको जीवनको चेला मलाई भेट्न आउँदैछ भनेर उहाँले भन्नुभएछ अनि म जब कर्मपाको मेन उसमा पुग्ने भोलि चाहिँ हिजो कर्मपा तपाईँको दर्शन छ तपाईँ आउँछ भनेर उहाँले हिजै भन्यो खानापिना एकदम गेस्ट हाउसमा राखेर गऱ्यो अहिले नि पनि छक्कै पऱ्यो अनि भोलिपल्ट चाहिँ म हिजो उसलाई भेट्न गएँ जाँदाखेरि त म त मैले ठ्याक्क हेर्दा त सुनको बुद्धको मूर्ति पो देखेँ मान्छे देखेन एकदम झिलिली भनेको भगवान् बुद्धको मूर्ति अनि यस्तो यसो फेरि यसो हो एकदम बुद्ध छ कर्मपा छैन अनि पछि चाहिँ मैले भने हो उहाँले पढेँ भने पनि म क्यानाडा जानेवाला थियो फर्दर स्टडिजको लागि बुद्धिस्ट साइकोलोजीमा पिएचडी गर्न मैले भने अब नो पिएचडी अब मेरो पिएचडी यही भनेपछि अनि कर्मपाले भन्नु पहिलाको जीवनमा 15 कर्मपाबाट धेरै कम थपेको हुन्छ त्यसले गर्दा चाहिँ मृत्युमा भेटेको हेर संसारमा सबै कुरो केही पनि हो मिताप्पा क्षणिक एउटा सपना जस्तो हामी चाहिँ एक दिन आएपछि जानुपर्छ तैँले धर्म गरिस् भने पछि तेरो धेरै नाम हुन्छ तैँले यो धर्म प्रचार गर्न सक्छस् भन्दा त हुन्छ भने त्यहाँदेखि मलाई उहाँले गुम्बामै एउटा रुम दिनुभयो अनि म त्यहाँ 12 वर्ष बसेँ कर्मपाको अनि मेरो मेन टिचर चाहिँ हिज होलिनेस ताइसी तुरिङको चाहिँ म त अति भाग्यमानी हुन्छ किनभने मनुष्यको जीवन पाएर खालि के गर्नु यदि धर्म पाएन भने यो त वेस्ट सुँगुरको जस्तो मिठो मिठो खायो राम्रो राम्रो लुगा लायो घुम्यो मजा गऱ्यो त्यो त छ नि तर मर्दा त बाटो छैन किनभने मैले धेरैजना देखेको छु मान्छे मर्नु धेरै गाह्रो हुन्छ धेरै छटपटिन्छ किनभने उसले त कहिले पनि मर्छु भनेर सोचेको उसले खालि जीवनलाई एउटा सुन्दर चिज सम्झिन्छ तर पछि जब उसको स्वास्नी छोराछोरी घर धन सम्पत्ति छोड्नु पर्छ नि त्यति बेला उसको मन दुख्छ र त्यति बेला ऊ 9 पल्टसम्म जान्छ फेरि फर्किन्छ जानै सक्दैन अब लामा हो भने त 6 वर्ष एकदम गरेर राङ्गी फो भन्छ नि आफ्नो ब्रह्मे फो पढाएर जान्छ गएर पनि नि उसमा जान्छ जुन ध्यानमा जान्छ महासमाधिमा जान्छ